गाइस है वेलकम ब्याक तपाईँलाई स्वागत छ आजको दिन चाहिँ यस्तो भइरहेछ है दिन चाहिँ यस्तो भइरहेछ अनि म चाहिँ आज सानो कामले है जाँदै गरेको सिमतामदेखि अलिक यतै हो बलाडर बारी यस्तो चाहिँ हाम्रो गाउँको ब्लग दिन चाहिँ भइरहेछ है मेरो बसन्ती पनि धोएर अब चाहिँ लाग्दिएको बस्ने हुन्छ यहाँबाट चाहिँ एक्लै जान्छु गाइस है उता गएर चाहिँ एकजना दाजुहरू छ त अन्त दाजु र म जान्छु है म त दाजु पनि भेटेको देखाउने छु गाइस हेर्दै जानु होला है त्यस्तो छ यो दिन चाहिँ फाइनली है मैले दाजुलाई नि भेटिसकेको छु अन्त हाम्रो एटिएमबाट पुग्छ निकाल्नु पनि सक्यो है कति निस्किन्छ भन्दा हामी कम्तीमा डिटेल्स गर्दै थियो है अब जम्मा जम्मी गरेर 40,000 निकालिसकेको छ सक्नुहुन्छ है आज पनि हामीले यो स्कुटी माझिटर उठाइसकेको छ है हिजो जुन उयसमा आएको थियो अब यो अहिले उठायो अब गएर मल्लीमा बाइक उठाउने होइन स्कुटी मजाको छ है लोकेसन चाहिँ बल्लटार है हिँड्दै जाँदा हुन्छ होला नि त होइन अन्त हामी एउटा सफुटको लागि चाहिँ अलिकति सानो भन्छौँ नि त है यो भाइले भन्दैछ यो मेरो स्कुटी नम्बरको स्कुटी मैले यो लोनमा निकालेको थिएँ है सिङतामबाट यो म बेच्दैछु भनेर अलिकति भन्छ उसले है अन्त यो दाले लानुहुने हो स्कुटी चाहिँ मेरो प्यारो दा अन्त अब दुईजना एग्री हुन्छ है यसमा चाहिँ हामी सानो यो चाहिँ अब इन्फर्मेसनको लागि पनि हो तपाईँहरूले पनि केही कसो बिजनेस गर्नुहुँदैछ भने चाहिँ तपाईँहरूले लेखा पढ्यो भन्दा पनि सानो भिडियो क्लिपबाट अलिकति तपाईँहरूलाई भनेको चाहिँ मलाई फाइदा लाग्छ है फाइदा मतलब अलिकति इम्पोर्टेन्ट नै लाग्छ है भिडियो मार्फत गऱ्यो भने चाहिँ अन्त हामीले पनि भिडियोबाट प्रायः जस्तो म चाहिँ स्कुटीहरू बाइकहरू गाडीहरू उठाउँदाखेरि प्रायः भिडियो बनाउँछु है अनि धेरैजना हुनुहुन्छ यहाँ दाजुहरू है यताले मिलाइदिनु भएको अन्त हामीलाई पनि थुप्रोजना थियो गाडी नि है यता मेरो अस्ति लानुहुने स्कुटी दाजु त्यहाँको माझिटा किन्न सराउनु हुँदो रहेछ है जो सबले उसलाई चाहिँ बोबु भनेर चिन्दो रहेछ तामाङ के हो आयो के हो है थाहा छैन है र यो भाइको स्कुटी उठाएको हामीले आज उठाउनु चाहिँ लिन चाहिँ यो दाले लिनुभएको हो है त मिलाउँछ मैले मिलाइदिएको हो है यो हाम्रो मेरो दा अशोक दाले माखाको अन्त त्यसमा हामीलाई भन्नुपर्छ छैन है तपाईँहरूले पनि स्कुटी बाइकहरू बेच्नुहुन्छ भने हामीलाई इन्फर्म गर्न सक्नुहुन्छ अन्त लिनुहुन्छ भने पनि हामीलाई इन्फर्म गर्न सक्नुहुन्छ है यो सपोर्टिङ गर्दै गर्नु होला है यो भन्न चाहन्छु यो भ्लगलाई चाहिँ लाइक सेयर पनि गरिदिनु होला है अनि आशा राख्दछु सबैजनालाई है अन्त हामी अब यहाँबाट जानुपर्ने हुन्छ है सिङताममा गएर अलिक किताब पर्छ हाम्रो गाइस आज सिङताममा यस्तो छ गरम चाहिँ डरलाग्दो भइरहेछ है यहाँ अब हाम्रो हिसाब किताबको कारबार हुँदैछ गाइस